हेलो एभ्रिवान आजको हामी यस सिरिजमा गोल्याङमा हामी टेलिङ सिएसएस कसरी इन्टिग्रेट गर्ने भन्ने बारेमा हामी एक्सप्लोर गर्न गइरहेको छौँ। सबभन्दा पहिला त हामीले त्यो गोल्याङमा टेलिङ सिएसएस इन्स्टल गर्नको लागि चाहिँ नि हाम्रो हाम्रो कम्प्युटर अथवा सिस्टममा चाहिँ नि नोड जिएस इन्स्टल भएको हुनुपर्छ। किनभने हामी त्यही नोड जिएस इन्स्टल गर्दाखेरि एनपिएम भन्ने जुन हाम्रो नोट प्याकेज म्यानेजर भन्ने छ त्यसकै हेल्पबाट हामी के गर्छौँ त हामी टेलिङ सिएसएस इन्स्टल गर्छौँ है त। टेलिङ सिएसएस इन्स्टल गर्नको लागि हामीलाई त्यही एनपिएमको हामीलाई रिक्वायरमेन्ट भएको कारणले पनि हामी सबभन्दा पहिला चाहिँ तपाईँहरूले आफ्नो सिस्टममा चाहिँ नोड जिएस इन्स्टल गर्नु होला। ल त्यसको लागि सबभन्दा पहिला म आफ्नो जुन डेस्कटपमा एउटा फोल्डर बनाउनु गइरहेको छु र त्यसको नाम चाहिँ नि गोल्याङ एलविन सिएसएस भनेर दिएको छु है त। अब यो फोल्डरलाई मैले हाम्रो जुन भिएस कोडमा ओपन गर्नलाई यसलाई मैले डबल क्लिक गरेर डबल क्लिक भएर जुन माथि एड्रेस बारमा ओपन भयो त्यसमा गएर मैले सिएमडी टाइप गर्दैछु है त। सिएम टाइप गरेपछि हाम्रो कमान्ड प्रम्प्ट ओपन भएको छ। कमान्ड प्रम्प्टमा गएर हाम्रो सिओडी भन्ने कमान्ड टाइप गरेर त्यसमा स्पेस दिएर डट गरेर इन्टर गऱ्यो भने हाम्रो यो हामीले बनाएको फोल्डर चाहिँ हामी भिएस कोडमा ओपन हुन्छ र ओपन पनि भइसकेको छ। ओपन भइसकेपछि सबभन्दा पहिला चाहिँ म एउटा गोल्याङमा सर्भर क्रिएट गर्नुपर्ने हुन्छ है त हाम्रो वेब एप बनाउनको लागि। त्यसको लागि म के गर्छु एउटा फाइल बनाउँछु, बुकको एउटा फाइल बनाउँछु सर्भर डट गो भनेर मैले यसको नाम राखेको छु। र यो सर्भर बनाउनु सबभन्दा पहिला म यसमा के गर्छु त माथि प्याकेज सेक्सनमा गएर प्याकेज मेन भन्ने गरेको छु। मेनले के गर्छ के भन्ने हामीलाई भन्छ त भने मेन राखेको छ भने त्यो चाहिँ हाम्रो एउटा एक्जिक्युटेबल प्रोग्राम हो अथवा फाइल हो भन्ने हामीलाई के भन्छ त्यो चाहिँ नि गोल्याङको कम्पाइलरले त्यसरी बुझ्छ है त। त्यसपछि हामी गोल्याङमा हामीले जुन मेन भन्ने फङ्सन हुन्छ नि हाम्रो इन्ट्री पोइन्ट भयो त्यो किनभने प्रोग्रामको यहीँबाट स्टार्ट हुन्छ प्रोग्राम चाहिँ। अब त्यसपछि हामी सबभन्दा पहिला हामी एउटा राउटर क्रिएट गरौँ नि त सर्भर मक्सको हेल्पबाट न्यू सर्भ मक्सको हेल्पबाट म के गर्छु त क्रिएट राउटर भनेर गरेँ मैले। राउटरको लागि के गरेँ मैले राउटर भन्ने भेरिएबलमा कोलन इजिकल टु दिएर एचटिटिपी भन्ने प्याकेजमा चाहिँ न्यू सर्भ मक्स भन्ने हामी छ। न्यू सर्भ मक्स भन्ने हामी चाहिँ के छ त फङ्सन छ, त्यही फङ्सनको हेल्पबाट हामी क्रिएट गर्थ्यौँ पनि। अब राउट क्रिएट गरेपछि हामीलाई एउटा राउट्स पनि क्रिएट गरौँ है त। क्रिएट गर्ने सेटअप राउट्स भन्नु भने मैले उसमा कमेन्ट्समा के गरौँ राउट क्रिएट गर्ने त्यही राउटरकै हेल्पबाट चाहिँ नि हाम्रो ह्यान्डल फङ्क भन्ने छ हामीले ह्यान्डल फङ्कको हेल्पबाट हामी के गरौँ एउटा राउट्स क्रिएट गरौँ है त। त्यसमा मैले के गर्छु भने एउटा राउट्स क्रिएट गर्नको लागि मैले यसलाई स्ल्यास नै गरिदिन्छु है त। अनि त्यसपछि त्यसलाई ह्यान्डल गर्ने चाहिँ त्यो कुनै पनि युजरले चाहिँ नि यो वेब ब्राउजरको जुन हाम्रो एड्रेस बारमा गएर स्ल्यास भन्ने राउट त्यसमा हिट गऱ्यो भने त्यसले चाहिँ के फङ्सनालिटी गर्ने भन्ने बारेमा हाम्रो सेकेन्ड प्यारामिटरमा हुन्छ है त। त्यो प्यारामिटरकोमा चाहिँ मैले इन्डेक्स ह्यान्डलर भनेर गरेँ। म इन्डेक्स ह्यान्डलरको जुन आफ्नो यसको जुन डेफिनेसनमा माथि पछि बनाउने छु त। पहिला हामी यो सबै सेटअप गरौँ न। त्यसपछि सेटअप सर्भर गरौँ है त। सर्भर सेटअप गरौँ। सर्भर सेटअप गर्न सबभन्दा पहिला म सर्भर भन्ने एउटा भेरिएबलमा चाहिँ हाम्रो एचटिटिपी प्याकेजभित्र चाहिँ हाम्रो सर्भर भन्ने हामीसँग स्ट्रक दिएको छ है त। त्यो स्ट्रक चाहिँ नि हाम्रो के हो त हाम्रो त्योभित्र चाहिँ हाम्रो डिफ्रेन्ट फिल्डहरूमा त एडिडिआर भन्ने छ। एडिडिआरमा हामीले जुन भ्यालु दिन्छ नि हामीले एडिडिआरमा त्यो चाहिँ कुन पोर्टमा चाहिँ हाम्रो सर्भर रन हुनु भन्ने हो है त्यसको अर्थ चाहिँ। त्यसपछि हाम्रो ह्यान्डलर भन्ने छ। अब ह्यान्डलरमा चाहिँ हामी जुन भर्खर माथि क्रिएट गरेको छ नि राउटर भन्ने त्यसकै भ्यालु राख्छौँ है त। अब हाम्रो के छ भने सर्भर त हामीले के गरौँ सेटअप गरेर त्यसलाई स्टार्ट गर्नुपर्ने त सर्भर। त्यसको लागि मैले स्टार्ट सर्भर भन्ने छ स्टार्ट सर्भर मैले गरेँ। सर्भर स्टार्ट गर्नलाई हामी त्यो सर्भर जुन माथि जुन हाम्रो जुन स्टकको हामीले जुन भेरिएबल हामीले बनाएको छौँ नि यसलाई त्यसको जुन इन्स्ट्यान्स बनाएको छौँ नि सर्भर भन्ने स्टकको त्योभित्र चाहिँ हाम्रो एउटा त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्ने एउटा के छ त हामीसँग रिसिभर फङ्सन छ। त्यो रिसिभर फङ्सनको नाम
ह्यान्डलर ह्यान्डलर होइन कि लिसन एन्ड सब भन्ने छ। लिसन एन्ड सब भन्ने के गर्छ त हाम्रो सर्भरलाई स्टार्ट गर्ने यसले चाहिँ यो फङ्सन हो है त, सर्भर स्टार्ट गर्ने फङ्सन भयो। अब यो फङ्सनले अब यो फङ्सनले इरर रिटर्न गर्छ नि। यहाँबाट हेर्नु यसो टाइप यसो गर्छ, यसो प्रोटोटाइपबाट इरर यदि यसबाट इरर कुनै आयो भने मैले के गर्छु यसलाई, कुनै हाम्रो लग भन्ने प्याकेजमा चाहिँ नि फ्याटल भन्ने फङ्सन छ। यसले के गर्छ त यदि इरर आयो भने यसले त्यो इरर डिस्प्ले गर्छ र इरर डिस्प्ले गरेर के गर्छ हाम्रो जुन प्रोग्रामको जुन एक्जिक्युसन हुन्छ नि त्यसलाई चाहिँ के गर्छ त टर्मिनेट गरिदिन्छ। भनेपछि हाम्रो सर्भरै रन छैन भने हामीले अरू फर्दर प्रोसेस गर्नु कुनै मिनिङ हुन्छ त हुँदैन नि त। त्यसैको लागि मैले के गरेँ त्यो सर्भर चाहिँ यदि हाम्रो के यसले के इरर हामीलाई केही इरर रिटर्न गर्ने भयो, यदि इरर छ भने मात्रै यसले के गर्ने हो यो लग फ्याटल भन्ने यो फङ्सन चल्ने भयो। इरर छैन भने चाहिँ नि नर्मल्ली चल्ने भयो। इरर निल छ भने यसले के गर्छ त निल भन्ने मात्रै दिनु भने यहाँ इरर छैन भने यसले के गर्नु भयो त हाम्रो प्रोग्राम के हो छैन भने चाहिँ के गर्ने भयो, इरर हाम्रो छैन भने चाहिँ के गर्ने यसले चाहिँ नि प्रोग्रामलाई चाहिँ भनौँ नर्मल्ली एक्जिक्युट गर्छ भने प्रोग्राम चाहिँ के हुन्छ रनिङ अवस्थामा भएको हुन्छ। छ भने मात्रै यसले के गर्नु भयो त इरर फ्याक्यो भने मात्र यो चाहिँ प्रोग्राम टर्मिनेट हुने भयो। अब के गरौँ भने हामी यसको एउटा के गरौँ ह्यान्डलर बनाउँ है त। ह्यान्डलर बनाउनलाई मैले फङ्क इन्डेक्स के भन्नु यसले चाहिँ यसको प्यारामिटरमा पनि डब्लु एचटिटिपी यो चाहिँ नि यसको त्यो नि हाम्रो जुन फङ्सनको चाहिँ के हो त यो प्रोटोटाइप हो है। रेस्पोन्स राइटर भन्ने हुन्छ फर्स्ट प्यारामिटर। सेकेन्ड प्यारामिटरमा चाहिँ तपाईँ यहाँबाट पनि हेर्न सक्नुहुन्छ के हुन्छ भनेर नि हाम्रो त ह्यान्डल फङ्कको प्यारामिटरमा हाम्रो फर्स्टमा के हुन्छ त्यो एड्रेस थियो नि त, त्यो एउटा एड्रेस आयो। सेकेन्ड प्यारामिटरको जुन हाम्रो चाहिँ ह्यान्डलरको यो प्रोटोटाइप यस्तो हुन्छ। त्यही भएर मैले त्यही अनुसार फलो गरिरहेको छु मैले माथि। अर्को हुन्छ आर अफ एचटिटिपी डट रिक्वेस्ट भन्ने है, यस्तो हुन्छ यसको प्रोटोटाइप। अब यसमा चाहिँ हामीले अब के गरौँ भने सबभन्दा पहिला चाहिँ म एउटा टेम्प्लेट फाइल बनाउँछु होइन। त्यो टेम्प्लेट फाइलमा चाहिँ हामी त्यो टेम्प्लेट फाइलले चाहिँ यहाँबाट हामीले त्यसलाई के हो त एक्जिक्युट गर्नु है त। ठिकै छ, पहिला के गरौँ म यहाँ टेम्प्लेट फाइल बनाउँछु त। यहाँ टेम्प्लेट्स भन्ने बनाएँ। टेम्प्लेट्स भन्ने त्यो चाहिँ मैले एउटा इन्डेक्स एउटा पेज बनाउँछु है हाम्रो इन्डेक्स डट एचटिएमएल भन्ने एचटिएमएल पेज बनाएँ। यसमा चाहिँ मैले एचटिएमएलको पहिला प्लेट कोड लिएर आउँ। हामीले अहिले यो चाहिएन चाहिँ सबै डिलिट गर्नु सिम्पल राखौँ न अहिले राखौँ धेरै कम्प्लिकेटेड नहोस्। यहाँ चाहिँ एउटा के गरौँ इन्डेक्स पेज भनेर गरिदिएँ मैले इन्डेक्स पेज भने अनि एस1मा चाहिँ बडी सेक्सनमा हामी एस1 गरेर के गरौँ वेलकम टु इन्डेक्स पेज भनेर गरौँ। अनि मैले के गरौँ एस1लाई क्लोज गरिदिएँ है त। क्लोज गरेँ सिम्पल राखेको छु अहिले चाहिँ हामीले के गरेको छैनौँ यहाँ कुनै पनि हामीले सिएसएसहरू चाहिँ हामीले इन्क्लुड गरेको छैनौँ है। त्यो सिएसएस इन्क्लुड गर्नको लागि हामीलाई के गर्नुपर्छ सबभन्दा पहिला यहाँ हाम्रो सिएसएस फाइललाई गर्नलाई मैले यहाँ एउटा सिएसएस फाइल इन्क्लुड गर्नलाई मैले स्ट्याटिक भन्ने एउटा फोल्डर बनाउँदैछु क्या। यो हाम्रो रुट फोल्डरमा गएर स्ट्याटिक भन्ने एउटा फोल्डर बनाएँ। त्यो भित्र चाहिँ मैले अर्को एउटा सिएसएस भन्ने गरौँ। अब हामीलाई अहिले जिएस पनि राखेको र अहिले सिएसएस मात्रै बनाउँ। सिएसएस भित्र चाहिँ एउटा अहिले नबनाउनु होला, अहिले एकछिन बनाउनु है त यसको चाहिँ काम। सबभन्दा पहिला चाहिँ म के गर्छु भने यो हाम्रो जुन स्ट्याटिकलाई चाहिँ हाम्रो सर्भरबाट सेटअप गर्नु पर्यो है। यसलाई हामीले न त हामीले जुन सिएसएस फाइल बनाउँछौँ त्यसमा हाम्रो सिएसएसहरू लेख्छौँ नि त्यो हाम्रो सिधै हाम्रो हामीले कुनै सर्भरमा सेटअप गरेन भने या त्यो हामीले त्यसलाई चाहिँ इन्क्लुड गर्न सक्दैनौँ भनेको हाम्रो जुन गोल्याङले चाहिँ त्यसलाई चिन्न सक्दैन है त्यो सिएसएस फाइलले। त्यो चिनाउने गराउनको लागि हामी सबभन्दा पहिला चाहिँ हामीले त्यसमा के गर्नु पऱ्यो एउटा स्ट्याटिक चाहिँ हामीले यसमा सेटअप गर्नु पऱ्यो त। सेटअप स्ट्याटिक फाइल्स भन्ने गरेँ मैले। त्यसपछि के गर्छु भने म एउटा फाइल्स एफएसमा भन्ने एउटा एफएस इक्वल टु फाइल्स एचटिटिपीमा हाम्रो फाइल सर्भर भन्ने हामीसँग एउटा फङ्सन छ। त्यसभित्र हामीले के भन्थ्यो एउटा डाइरेक्टरी त हामीले गर्नु पऱ्यो एचटिटिपी डट डिआइआई भन्नु पऱ्यो। अनि त्यसमा चाहिँ हामी स्ट्याटिक हो नि त स्ट्याटिक हामीले फाइलको नाम के फोल्डरको नाम चाहिँ स्ट्याटिक राख्नु। त्यसपछि हामीले यसलाई ह्यान्डल गराउनु पऱ्यो नि त, ह्यान्डल पनि गर्न सक्नु पऱ्यो नि त। यसले के गर्छु मैले
http डट राउटरकै हेल्प लिनु भयो पाति राउटर बनाएको छ नि हामीले नत्र पनि चिन्दैन यसो हामीले राउटरको थ्रु गरिरहेको छ मैले नि यसलाई के गरौँ भने यहाँनिर गएर यसलाई कपी गरेर किनभने राउटर भन्दा त अरू पछाडि गर्नु नि एकदम एड्रेस गरेँ अनि राउटर डट ह्यान्डल भन्नु पऱ्यो है मैले ह्यान्डल डिएलए ह्यान्डल भन्नु पऱ्यो अब यसले चाहिँ नि स्ट्याटिक फाइल दिनुभयो स्ट्याटिक अनि त्यसपछि डट एचटीटीपी डट स्ट्रिप प्रिफिक्स भन्ने चाहिन्छ फङ्सन स्ट्रिप प्रिफिक्समा चाहिँ स्ट्याटिक आएको छ भने त्यसलाई चाहिँ हटाइदिनु भयो अगाडिको पनि उसले चाहिँ यसलाई यो हाम्रो यो स्ल्यास चाहिँ त्यसलाई हटाइदिनु भयो अनि कमान्ड एफएस भन्ने गरौँ यति गरेपछि के हुन्छ त हाम्रो जुन अहिले एकचोटि हेऱ्यो भने त हामी एउटा सिम्पल इक्जाम्पल मैले के गर्छु यसले कमेन्ट डाउन गर्दै नि त सबैभन्दा पहिला त म के गर्छु भने सिएसएस फाइलमा एउटा हाम्रो एउटा सिम्पल माई स्टाइल भनेर एउटा सिएसएस फाइल बनाउँछु त यो हामी पहिला पनि गरिदिएको छौँ त्यही पनि यो कसरी काम गरिरहेको छ भनेर म बुझाउनु होला यहाँ के गरौँ बडीमा गएर एकछिन चाहिँ हाम्रो यो राम्ररी उ भयो जस्तो चाहिँ फाइलको फर्मेट अनसेभ गरेँ मैले यसलाई मैले क्लोज यसलाई डिलिट गरिदिएँ त यसलाई सिएसएसमा गएर बनाउनु पऱ्यो हामीलाई सिएसएसमा गएर एउटा फाइल माई स्टाइल डट सिएसएस यसले पनि सिएसएस फाइल देखाएन के छ बडीभित्र चाहिँ हाम्रो ब्याकग्राउन्ड SULY कलर मैले ब्ल्याक गर्ने अनि कलर भनेको हाम्रो वाइट गर्ने त यति गरेँ किन दिइराखेँ फाइलै गरेको छैन फाइल style 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 dot css css static भित्र हाम्रो css छ किनकि मैले एउटा अर्कोमै अर्को फोल्डर js भन्ने बनाएँ style dot css ठिकै छ हामीलाई चाहिएन हाम्रो कोड फर्मेटिङ कोड हाम्रो जुन कलरहरू नदेखाए पनि हेरौँ एकचोटि यहाँ के गर्छु मैले लिङ्क भन्ने छ लिङ्क भन्ने भित्र चाहिँ हाम्रो HRF भन्ने छ त्यसमा चाहिँ हामी जुन स्ट्याटिक फाइललाई सेभ गरौँ स्ट्याटिक छ त्यसपछि के छ त्यसपछि स्ट्याटिक भित्र CSS भन्ने छ हैन CSS भित्र चाहिँ हाम्रो माई स्टाइल डट CSS माई स्टाइल डट CSS भन्ने छ है यसलाई मैले हटाएर यो पनि हटेको छ मैले बडीमा हामीले कलर सेट गरेको नि हैन अब हेरौँ भने त यसलाई पहिला यो अब यहाँ के गरौँ राउन्ड सर्भर सबै सेटअप सबै ठिकै छ इन्डेक्स हानेर पनि गरेको छ मैले यसलाई लोड गर्नको लागि के गर्छु त मेरो जुन हाम्रो जुन के गरौँ TML भन्ने एउटा टेम्प्लेटको लागि गर्छ टेम्प्लेट अनि टेम्प्लेट डट पार्स पार्स फाइल भनेको छ पार्स फाइलमा चाहिँ हाम्रो कुन हो त हाम्रो टेम्प्लेटभित्र चाहिँ कुन HTML टेम्प्लेट हामी लोड गर्ने त्यो भयो डट स्ल्यास त्यसपछि हाम्रो के छ टेम्प्लेटभित्र हाम्रो इन्डेक्स डट HTML होला हैन इन्डेक्स डट HTML अनि एकछिन मैले टेम्प्लेट भन्ने टेम्प्लेट भित्र बनाएको है यो मैले बाहिर बनाउँछु है पहिला यसलाई कट गरेर माथि कट गरेर यहाँभित्र राखिन्छ टेम्प्लेट होइन कि हाम्रो रुट फोल्डरभित्र राखिन्छ यहाँ पेस्ट गर्छ है त ल अब पनि काम गर्छ यसले बल्ल काम गर्यो यसले बल्ल काम गर्यो नि त यसले ठिक छ अब यहाँ किन इरर देखाइदिएन मिसम्याच वान भेरिएबल पाथ भेरिएबल
यसले इरर पनि फ्याँक्छ, यसले इरर पनि फ्याँक्ने भएर मैले के गर्छु यसलाई अब चेक गर्दा चाहिँ इरर आएको छैन। इफ एरर नट इज इक्वल टु निल, यसले इरर पनि हाम्रो यसले इरर दियो भने चाहिँ कुनै टेम्प्लेट फाइल लोड हुन सक्यो भने के गर्ने हामी इरर फाइलमा त्यसको लागि मैले इरर फाइललाई http डट इरर भनिन्छ फङ्सन भन्छ। त्यसले चाहिँ के लिन्छ त्यहाँ एउटा डब्लु भन्ने लिन्छ। त्यसपछि त त्यसपछि इरर इरर अब के हो इरर फाइलमा इआरआर डट इरर भन्ने हुन्छ छ त्यो भयो। त्यसपछि अर्को छ कोड, कस्तो 500 कोड भन्नुपर्छ। त्यसलाई मैले http डट स्ट्याटस सर्भर इन्टरनल सर्भर एरर भनेर है। यसको भ्यालु चाहिँ 500 हुन्छ है। हेर्नु त 500 राख्दा नि हुन्छ। छैन भने के गर्नु त टिएमपिएल को हेल्पबाट चाहिँ स्क्रिप्ट भन्ने छ, यसले चाहिँ के लिन्छ डब्लु भन्ने लिन्छ हो। त्यसपछि कमा दिएँ, त्यसपछि डेटामा अहिले मैले के पनि डाटा पठाएको छैन है, मिल भन्ने गरे। यति बेसिक सेटअपहरू त हामी पहिलाको सेसनहरू पनि गरिसकेको छ। आज गर्ने चाहिँ अझ एकछिनमा गरौँला है त। हामी यो पहिला चेक गरेँ हो। सबभन्दा पहिला मैले के गरिदिनु युजरले चाहिँ कुन पोर्टमा चाहिँ सर्भर रनिङ भइरहेको त्यो डिस्प्ले गर्नको लागि सर्भर इज रनिङ एट http ://localhost कुन पोर्टमा त 80 मा रन भइरहेको छ, त्यही भएर गर्ने है त। अब के गरौँ भने हामी यसलाई एकचोटि रन गरेर हेरौँ है। यतिसँग काम राखेको छैन, त्यसपछि हामी पढ्दै जान्छौँ। रन गर्नलाई गो रन हाम्रो के त फाइलको नाम सर्भर डट गो भन्ने छ। सर्भर रन भएछ यसलाई हेरौँ है त। हामी ब्राउजरमा ओपन गरौँ। मैले कन्ट्रोल मैले के अठ्याएको छु, त्यसपछि यसलाई क्लिक गरेपछि यो ओपन हुनुभयो। वेलकम टु इन्डेक्स। यो हाम्रो पेज के छ त यहाँ पेज के भयो त हाम्रो यो लोड भयो नि त। अब यो यसले काम गरेको छैन हेर, अहिले यसले काम गरेको छैन नि त। हाम्रो कलरको भ्यालु के आएको छ ब्याकग्राउन्ड कलर ब्ल्याक राखेको छ, कलरको व्हाइट राखेको छ, काम गरेको छैन। अब मैले यहाँ यसलाई जुन अनकमेन्ट गरेकोलाई कमेन्ट गरेकोलाई अनकमेन्ट गरिदिएँ त यहाँ। यति गरेपछि त्यसले काम गर्नु पऱ्यो है। सबभन्दा पहिला मैले सर्भर स्टप गर्छु है। स्टप गरेर फेरि स्टार्ट गर्छु प्ले गर्ने। सर्भर फेरि रन गरेको छु, सर्भर रन भएको छ। फेरि यसलाई रिफ्रेस गरेर हेरौँ त अघि त्यसलाई अझै पनि काम गर्दाखेरि यसले एकछिनमा गर्ने, किनभने यसको हाम्रो जुन ब्राउजरकै जुन सेसन किसिममा गएर बस्नुपर्ने भएर दिइराखेन। एकछिनमा दिन सक्छ, एकछिनमा एकलाई वेट गरौँ। वेट भन्दैन अब एकछिनपछि फेरि सर्भर त हामीले रिस्टार्ट गरिसकेको छ। नभए यसलाई पनि के गर्छ मैले कपी गरेर लिङ्क अर्कोले चाहिँ त मैले यहाँ खोल्नु नि त गरेँ। अझै पनि काम गरेको छैन यसले, किन काम गरेन हेरेर हो नि त। हाम्रो जुन स्ट्याटिकभित्र सिएसएस छ यहाँ, यसमा पेजमा गरेर हो नि त लिङ्क एसआरसी लिङ्क लिङ्कमा के छ हाम्रो लिङ्कले काम गरेको छैन। लिङ्क अचार रिलेसन कपी गरेर यहाँ काम गर्नु भने हाम्रो के छ स्ट्याटिकभित्र सिएसएस भन्ने छ। सिएसएसभित्र होइन कि हाम्रो के छ त माई स्टाइल स्टाइल डट सिएसएस माई स्टाइल डट सिएसएस स्ट्याटिकभित्र हाम्रो सिएसएस पनि माई स्टाइल डट सिएसएस ठिक छैन। अब यसलाई फेरि के गरेर रन गरौँ।
अहिले अहिले काम गऱ्यो नि, अहिले काम गरेको छ। अब के गरौँ भने हामी अहिले त हामीले कस्टम हामीले के गरेर त माई स्टाइल र सिएसएस कस्टमर अब हामी जुन टेलिङ सिएसएसको जुन हाम्रो क्लासेसहरू छ नि त्यो कसरी युज गर्ने त त्यो युज गर्नलाई हामीले सबभन्दा पहिला त्यसको जुन सिएसएस हामीले इन्टिग्रेट गर्नु पर्यो नि त्यसको त्यो इन्टिग्रेट गर्नको लागि चाहिँ हामीसँग यहाँ स्टेप्सहरू छ। सबभन्दा पहिला मैले स्टेपहरू देखेको छु। स्टेपमा के छ भने सबैभन्दा पहिला चाहिँ हामीले के गर्नु पर्यो त नोड सिएस चाहिँ इन्स्टल हुन्छ है हाम्रो कम्प्युटरमा हो। त्यसपछि हामीले के गर्ने यो एनपिएम युनिट वाइ भन्ने छ है, युनिट वाइ यसले के गर्छ त हाम्रो जुन जेसन र हाम्रो जुन कन्फिगुरेसन फाइल सेटअप गर्छ यसले चाहिँ यो गरेर हेरौँ त हाम्रो फाइलमा हामीले अर्को छुट्टै एउटा टर्मिनल ओपन गर्छु यहाँबाट के हो कमान्ड प्रम्प्टै भयो ठिक छ। त्यसपछि मैले के गरेँ एनपिएम युनिट गरेर मैले इन्टर गरेँ एकछिन टाइम लिन्छ क्या यसले टाइम त लाग्नुपर्ने हो युज गर्ने फर्स्ट स्टेपमा आयो त हामीले गरेँ कति प्रोसेस चाहिँ अलि थोरै कम्प्लिकेटेड छ तर त्यस्तो गाह्रो त छैन। हाम्रो यो के हुन्छ हाम्रो प्याकेज जेसन फाइल हाम्रो भइसकेको छ त्यो त बनेको छ यस्तै हेर्नुपर्छ। अब नेक्स्ट स्टेप के छ त हाम्रो अब त्यसपछि टेलिङ सिएसएस इन्स्टल गर्नु पऱ्यो है। हामी टेलिङ सिएसएस भर्जन 3 चाहिँ इन्स्टल गर्छ हामी अहिले 4 हो अहिले त्यस्तो होइन तर मैले 3 गर्दैछु। के गर्छ हामी टेलिङ सिएसएस पनि के गर्छ त्यसले हाम्रो प्याकेज पनि के गर्छ यसले इन्स्टल गर्छ। यहाँ हाम्रो आउनुपर्ने हुन्छ यहाँ हाम्रो पब्लिक भन्ने पब्लिक भन्ने फोल्डर यहाँ बन्नुपर्छ। त्यसमा चाहिँ यसमा यो पनि हामी नोट जिएसको जुन नोट जिएसमा चाहिँ हामीले यो नोट जिएस कतिको हजुरहरूलाई थाहा छ होइन त्यो नोट जिएस चाहिँ आउनुपर्ने हुन्छ। यसमा यो त्यति यसमा त कमान्ड मात्रै हाल्दा हुन्छ तर त्यस्तै भिडियो गर्दा त्यति धेरै कोड गर्दैन। नोट जिएसकै हेल्पबाट चाहिँ हामी के गरिन्छ भने यो हाम्रो टेलिङ सिएसएस चाहिँ हामी के गर्दैछौँ इन्स्टल गर्दैछौँ है त। हाम्रो यहाँ नोट मोड्युल भन्ने हाम्रो आइसकेको छ आउँदैछ। अब नेक्स्ट स्टेप यो हुँदैछ। नेक्स्ट स्टेप भनेको हामीले के गर्नुपर्ने हुन्छ त जुन हाम्रो जुन टेलिङ सिएसएस हाम्रो कन्फिगरेसनलाई यो कमान्ड हाल्नुपर्ने हुन्छ है। त्यो काम गरिसकेको छ। अब यो कमान्ड टेलिङ कन्फिगरेसन गर्नलाई एनपिएक्स टेलविन सिएसएस युनिट भनेर यो गरेर हेरौँ त ल टेलिङ सिएसएस युनिट गरेँ मैले। धेरै छ वेट गर्नु होला यहाँ हाम्रो हाम्रो टेलविन सिएसएस डट भन्ने हाम्रो टेलविन डट कन्फिगर यो हाम्रो बनेको छ है त। अब नेक्स्ट स्टेपमा भनेको हाम्रो अब सबै यो कमान्डहरू हेर्ने त्यस्तो धेरै गाह्रो छैन। यो हामीले के गर्यौँ त कन्फिगर टेलिङ सिएसएस इनपुट अब हामीले जुन इनपुट फाइल इनपुट स्ट्याटिकमा गएर हामीले हाम्रो सिएसएसहरू गरिरहेको छ नि त्यो हामीले सिएसएसहरू गरेर इनपुट डट सिएसएस भन्ने फाइल बनाउँछ त यहाँ गएर यो फाइलको नाम चाहिँ इनपुट डट सिएसएस त्यसमा गएर एउटा इनपुट डट सिएसएस भन्ने बनाएँ। त्यो फाइलमा चाहिँ गएर हामीले के गर्नु पऱ्यो भने यो यति कुरा चाहिँ हामीले पेस्ट गरिदिनु पऱ्यो है त्यहाँ लगेर राखिदिनु पऱ्यो। ठिक छ यसलाई मैले कपी गरेँ हामीले घर बनाएको थियौँ इनपुट सिएसएस यो गरेँ। नेक्स्ट स्टेप भनेको के भने टेलविन हाम्रो जुन हामीले टेलविन कन्फिग फाइल चाहिँ हामी कोही पनि त्यसमा एडिट गर्नुपर्ने हुन्छ। त्यसको लागि के गर्नुपर्ने भन्दा यहाँ भनेको छ हाम्रो कन्फिगरेसन सबै ठिकै छ जस्ट के भन्छ यो कन्टेन्टको भ्यालु यति मात्रै चेन्ज गरेर जान्छ। यो सेकेन्ड लाइन हो केको लागि त टेम्पलेट इन्जिनहरू चाहिँ जेनेरेट गर्नको लागि भयो। यो यति मात्रै मलाई यति मात्रै चाहिने यति मात्रै कपी गरेँ। हाम्रो के छ टेलिङ सिएसएस कन्फिगरेसन यहाँ छ है
केमा लन्च गर्ने त हामीले राम्रो केमा भनेको छ हाम्रो कन्टेन्टभित्र है यो चाहिँ कन्टेन्टभित्र गएर पेस्ट गर्छ यहाँ पनि के गर्नु पऱ्यो टेम्प्लेट्सभित्र अहिले के छ हामीले टेम्प्लेटभित्रै बनाएको नि त फुल फाइल टेम्प्लेटभित्र हामीले भित्र फोल्डर बनाएको छ त्यही भएर मैले के गर्छु भने यो मैले हटाइदिएँ यति नै हटाइने निम्स चाहिँ फाइल फाल टेम्प्लेटभित्र चाहिँ एक्सएमएल फाइल हो त्यसमा पनि हामीले के गर्नु पऱ्यो त सिएसएस पनि एप्लाई गर्नु पऱ्यो भनेर भनेर यो पनि गर्छ नेक्स्ट भनेको चाहिँ नेक्स्ट स्टेप भनेको रन टेलिङ सिएसएस यो भनेको के रन गर्नु त हामीले यो रिपिट नोट वाच अब सबभन्दा पहिला चाहिँ हामीले के गर्ने यो कमान्डहरू हामीलाई त्यो रिरन गर्नुपर्छ नि त यहाँ के गर्नु त हामीले कपी गरेँ मैले हो अनि हामीले जुन भर्खर बनाएको छ नि यहाँ हाम्रो प्याकेज जस्टिफिकेसनको जुन स्क्रिप्ट भन्ने छ नि त्यहाँभित्र गएर एउटा टेलविन भनेर गरेँ टेलविन गरेँ यसको भ्यालु पनि यो दिएँ मैले कमा गर्छु अनि यहाँ यसले लेखेन के भन्ने यसले परिवर्तन गर्छ के भइरहेको छ काम गर्छ के इडर आइरहेको त वाच स्ट्याटिक यहाँ अर्को स्टोरेज जोड्नु सिएसएस स्ल्यास यसलाई नि हटाइदिउँ माथिबाट यो चाहिँदैन हामीलाई चाहिँदैन चाहिएन होला अब यहाँ एमपिएचभित्र हाम्रो आउटपुट फाइल चाहिँ के गर्छ आउटपुट डट सिएसएस भन्छ नि यहाँबाट जुन इनपुट हामीले यो लिएको छौँ इनपुट चाहिँ हामीले भर्खरै हामीले राख्यौँ इनपुटमा यसलाई चाहिँ हामीले के गर्छ कम्पाइल गरेर हामीलाई त्यसले के गर्छ सिएसएस फाइल जेनेरेट गर्छ आउटपुट डट सिएसएस भन्ने अब के गर्ने भनेको चाहिँ हेरौँ नेक्स्ट स्टेपमा यो हामीले काम गर्छौँ त्यसपछि हामी हाम्रो लिङ्क गर्नु पर्ने त हाम्रो जुन फाइल जुन भर्खर जेनेरेट गरेर आउटपुट फाइल त्यो गर्नुलाई पनि यो हाम्रो यो त हामी राखिसकेका छौँ जस्ट त्यहाँ गर्नु छ हाम्रो इन्डेक्स पेजमा आएर एउटा यसको स्ट्याटिक यसले पनि के गर्नु पऱ्यो हाम्रो आउटपुट फाइल हो नि त आउटपुट फाइलले पनि हामीले लिङ्क गर्नु पऱ्यो आउटपुट डट सिएसएस अब त्यसपछि हामीले यो कमान्ड रन गर्नु है त यो जुन जस्तो हाम्रो यो पनि हाम्रो जुन यहाँ हाम्रो नोड मोड्युलबाट चाहिँ हाम्रो जुन टेलिङ सिएसएस हुन्छ त्यसलाई चाहिँ रन गर्नको लागि चाहिँ हामी चाहिँ भर्खर मैले यहाँ गरेको थिएँ कन्फिगरेसन प्याकेज रजिस्ट्रेसनमा गरेर यही कमान्ड चाहिँ गऱ्यो भने यो कमान्ड गर्दा के हुन्छ हाम्रो जुन इनपुट भन्ने फाइलमा जुन हाम्रो कोड ल्याएको त्यो कोड चाहिँ रन भएर एउटा आउटपुट भन्ने फाइल दिन्छ है यहाँ अहिले आउटपुट त बनेको छैन नि आउटपुट डट सिएसएस त्यो मैले कमान्ड रन गर्ने बित्तिकै यहाँ हामीलाई के हामीले जस्तै सबै जुन सिएसएसको जुन हाम्रो टेलिङ सिएसएसमा युज हुने क्लासहरूको जुन सबै त्यो सिएसएस फाइल छ नि यसले जेनेरेट गरिदिन्छ है त त्यो गर्नु भने त हामी त्यो गर्नुलाई के गर्नु पऱ्यो हामीले भर्खर बनाएको थियो नि फाइल त्यो गएर पनि कन्फिगरेसन गरेर यो हाम्रो प्याकेज जस्टिफिकेसनमा आएर त्यो गर्नु भने चाहिँ यो हाम्रो टेलविन भनेर त्यो गर्नुलाई के भने एनपिएम रन के छ त हामी बनाएको फाइल त्यसको यो कमान्ड टेलविन भन्ने छ होइन एनपिएम रन टेलविन भन्छ यो हामीले गर्ने बित्तिकै यो भित्र हामीले छ नि यो डबल इन्भर्टर कमान्ड यो चाहिँ यो कमान्ड चल्ने हो क्या एक्ज्याक्टली भनेको हामी यो सिधै हामीलाई यो लङ भएको भएर मैले सर्टमा यो टेलविन भन्ने गरेँ यति गर्ने त यतिको पछि यहाँ हाम्रो आउटपुट भन्ने फाइल जेनेरेट हुनुपर्छ यहाँ आउटपुट भन्ने फाइल जेनेरेट भयो नि यहाँ के भनेको छ वान गरिरहेको छ यसको मतलब गर्नु पर्दैन यस्तो के ठिक छ वाच भइरहेको छ यो रनिङ अवस्थामा हुन्छ वाच भनेको चाहिँ कन्टिन्युसली के हुन्छ रिलोड भइरहन्छ है हामीले कुनै फाइल चेन्ज गर्ने बित्तिकै अब म इन्डेक्स फाइलमा गएर एउटा जुन क्लास छ नि हाम्रो टेलिङ सिएसको त्यो हेर्दैछु त टेक्स्ट अनि ब्लू हाम्रो टेलिङ क्लासको है यो चाहिँ है ब्लू मैले यसमा अब भ्यालु 200 दिएँ वाच गरेँ नि अब हेरौँ है त अब टेलविन भनेको के हो भनेर हामीले तपाईँहरूले छिट्टै अब थाहा छैन भने हामीले टेलविन सिएसएस टेलविन
CSS भनेर भन्यो भने यहाँ गएर तपाईँले यसको क्लासहरू के छ सबै यहाँबाट हेर्न सक्नुहुन्छ। क्लासहरू के छ भने यहाँबाट हेर्न सक्नुहुन्छ। डक्समा गएर मतलब तपाईँहरूले टेलमेन्ट पनि आउँछ भनेर एजम्सन गरेर त्यसमा त्यसको क्लास कसरी हामी इन्टिग्रेट गर्ने भन्ने मात्रै सिकाइरहेको छ है हाम्रो गोलाङको प्रोजेक्टमा। यो कुरो त हामी यता हेरौँ न, यसलाई रन गरेर हेरौँ त। हाम्रो यो हाम्रो सर्भर पनि रनै होला होइन, यो हाम्रो यो के हामी गोलाङको सर्भर पनि रन छ। यो हाम्रो के थियो नोट जिएसको जुन हाम्रो जुन कमान्ड गरेको त्यो पनि रनिङ आउँछ, दुवै रनिङ आउँछ हुनु पऱ्यो हाम्रो यसलाई चाहिँ। एकचोटि के गरौँ भने हाम्रो जुन यो पहिले आउटपुट र सिएसएसमा हेरौँ त हाम्रो यसले यत्रो फाइल अटोमेटिकली जेनेरेट गर्दैन हेरौँ त। ठिक छ नि, अब हाम्रो इन्डेक्समा गएर हामीले के गरेका छौँ आउटपुट यसलाई हामीले लिङ्क गरेका छौँ जुन भएको छ। अब यो टेक्स्ट ब्लू कलरमा आउनु पऱ्यो त्यसको कलर पनि, यदि यो राइट छ भने। अब आउँछ कि आउँदैन हेरौँ है, त्यति त्यसलाई यहाँ गरेका छौँ होइन आएको छ यहाँ हेर्नु त आयो नि त स्पेलिङ सिएसएसको हामीले कतै दिएको छैन नि त्यो भ्यालु, तर यहाँ आयो नि त। अब यो भ्यालु कुनै अब चेक गरेर हेर्नु त अझै यहाँ स्पेलिङ सिएसएस एउटा कुनै एउटा क्लास हेरौँ होइन। CSS क्लास पनि क्लासहरू छ भनेर अहिले के गरेको छौँ टेक्स्ट लाइन भन्दैन अन्त यो पनि बिजी ब्याकग्राउन्ड कलर नै हाल्यो भने त हामी एउटा बिजी ब्याक ब्लु हुन्छ इनपुट फाइल त्यहाँ त हामी इन्डेक्स त्यो भयो नि। क्लासमा हाम्रो के छ बिजी ब्लु भनेको ब्याकग्राउन्ड कलर वाइट, यसलाई वाइट बनाइदिउँ त, यसलाई वाइट बनाइदिउँ, यसलाई ब्ल्याकै गर्छौँ, ग्रिन राख्ने होला ग्रिन राख्नु त, ग्रिन राख्नु ब्याकग्राउन्ड कलर ग्रिन राखेको छु। यो कलर चाहिँ सपोज मैले 100 राख्ने त, त्यो कतिको त्यो डार्क अथवा कति गाढा बनाउने त्यो भन्ने यो भ्यालु रिजेक्ट दिन्छ। स्पेलिङ सिएसएस त्यही हो त्यो, यसलाई रन गरेर होला त आयो नि त हेर्नु त स्पेलिङ सिएसएस फेरि हामी के गर्न सक्छौँ त हाम्रो जुन गोलाङको प्रोजेक्टमा हामीले यसको इन्डिकेट गर्न सक्यौँ है त। यसरी नै तपाईँहरूले के गर्न सक्नुहुन्छ त हाम्रो आफ्नो जुन गोलाङको प्रोजेक्टमा चाहिँ टेलिङ सिएसलाई पनि इन्डिकेट गर्न सक्छौँ, तर यो स्टेपहरू पनि फलो गर्नुपर्ने हुन्छ। मैले यो स्टेप चाहिँ म यसमै राखिदिन्छु होला है त, यसको जुन फाइलमा के गर्ने भनेर कपी अन्त मैले के गर्छु मेरो कहाँ राख्छु भने सर्भरकै उसमा राखौँ होइन, यहाँ एउटा फोल्डर बनाएर म एउटा फोल्डर बनाउँछु, फोल्डर अथवा फाइलै बनाउँछु नि एउटा फाइल CSS process.txt गर्ने यहाँ गएर पेस्ट गरेँ। यो पनि म किताबमा हालिदिन्छु, त्यसमै स्टेप्सहरू यहीँबाट फलो गर्नु होला। आजको लागि यति नै गरौँ होला।